म मनोज नेपाल खुसी खुसी मोटिभेसनल स्पिकरको रूपमा काम गरिरहँदा देशभरि घुमिरहँदा खास गरी महिनावारी स्वास्थ्यको कुरा गर्दाखेरि हामीले चाहिँ कहाँनिर अहिले पनि हामी कुरा गर्न खोजिरहेछौँ भने एउटा स्लोगन भन्छ है त म महिनावारी भार होइन क्या, यो त प्रकृतिको उपहार हो, खुसी हुनु पर्ने छ कि मेरो छोरी नियमित रूपमा महिनावारी भइरहेको छ अथवा मेरो छोरी 10-11 वर्षपछि महिनावारी सुरु भयो भने त हेप्पी सेलिब्रेसन गर्नुपर्ने छ। तर हामीले के गरिरहेछौँ भने हामीले गाउँमालाई राखिरहेछौँ, अलिक कुनालाई राखिरहेछौँ, ठाउँ ठाउँलाई राखेछौँ। त्यसले थुप्रै परिवर्तन गर्न आवश्यक छ। फेरि गर्ने भने साँच्चै भन्ने भने यदि महिला साँच्चै महिनावारी नभएको यो प्रकृति चल्थ्यो र त्यसले गर्दा महिनावारीको सामान्य हिसाबले खोज्थ्यो भन्ने भने महिनावारी भनेको त शारीरिक मानसिक सामाजिक रूपमा सम्पूर्ण हिसाबले स्वस्थ अवस्था हो कि एउटा। महिनावारी भएन भने त बिरामी भयो त। त्यसले गर्दा यससँग सम्बन्धित रोगको रोग होइन अथवा यो चाहिँ कमजोरी उपस्थित होइन भन्दा हामी यसरी कुरा गर्दछौँ। तर सम्मानजनक महिनावारी कुरा गरिरहँदा हाम्रो ठाउँमा धेरै विभेदहरू छ, घरमा विभेद छ। आमाले खाना पकाइराख्नु पर्छ महिनावारी भएको बेलामा, ल बाबु तिम्रो पालो भन्नुहुन्छ, त्यहीबाट सुरु हुन्छ आमा आफैबाट। हामीसँग कुप्रथाहरू छ, दुर्व्यवहारहरू छ, हिंसाहरू छ, धेरै प्रतिबन्ध छ। अझ कति ठाउँमा हेर्ने हो भने त तपाईँको पुलको बाटो हेर्नु दिँदैन, हिँड्न दिँदैन, त्यो खालको देखिन्छ। त्यसले गर्दा यो त सामान्य हिसाब लिनुपर्छ। कति ठाउँ मन्दिरमा हेर्नुहोस्, आफै गइराख्नु भएको छैन, मन्दिर जान प्रतिबन्ध छ, दसैँ तिहार कस्तो 1 वर्ष हामी कुरिरहेछौँ क्या। तर त्यही महिनावारीको कारणले गर्दा हामी टिका लाउँदैनौँ, दाइ भाइ टिका लगाइदिएर बिहार खाली छ, बच्चा बच्ची टिका लगाइदिरहेको छ। त्यसले गर्दाखेरि खास गरी विवाह व्रतबन्ध हामी जाँदैनौँ। किन विवाह जानुहुन्न भने अलिक समस्या छ भन्छौँ, तर महिनावारी कहाँ किन नजाने, सामान्य लिनुपर्छ। त्यसले गर्दा संस्कृतिक हिसाब धर्ममा हेर्नु सबै बसिरहेछौँ, टुरिस्टहरू देखिन्छ। खान्छ कोठाहरू त एउटै खाना पकाएर सँगै छौँ, खाना खाने बेला अलग बसेर खान्छ। हामी अझ चलन के हो भने खास गरी दुध घिउ गोरु माछा मासुहरू खान मिल्दैन भन्ने, स्कुल नजाने, शिक्षिका स्कुल नजाने, विद्यार्थी स्कुल नजाने, शिक्षक स्कुल नजाने, यो खालको अवस्था पनि छ। त्यसले गर्दा स्कुलमा पढाइको हिसाबले हेर्नुहुन्छ भने शिक्षक जुन गर्ल्सहरू छ उहाँहरूको शिक्षा अवस्था चाहिँ एकदमै स्कुल जाने धेर कम भएको किन भने महिनावारीको कारणले गर्दाखेरि केही समस्या सामान्य हिसाबले प्रभाव पर्छन्। जस्तै पिसाबकोसँग हुनसक्छ, यो बेलामा पाठकहरूसँग हुनसक्छ, यो बेलामा पोषण कमी हुनसक्छ, मानसिक तनाव हुनसक्छ यो बेलामा होइन। त्यो सँगसँगै खास गरी महिनावारी भएको बेलामा अलिअलि हर्मोनल चेन्ज आउँछ क्या, स्वाभाविक हो। अझ वातावरणीय प्रभाव हिसाबले 20% त यो खास गरी महिनावारीसँग सम्बन्धित यिनी प्याडहरूले गर्दाखेरि वातावरण त्यो खालको चाहिँ देखिन्छ। स्कुलमा हेर्यो भने 20% चाहिँ विद्यार्थीहरूको त्यो खालको चाहिँ फोहोर फाल्ने देखिन्छ। अनि त्यसपछि अलग कोठामा बस्ने जुन दुबारहरू देखिन्छ। धार्मिक कुरा त अत्यन्त के लाग्छ, अघिल्लो वर्ष हेर्ने भने पहिरोले चापेर मऱ्यो, को मऱ्यो भनेर महिनावारी भएर बसेको घरमा चापेर मऱ्यो अरे, सर्पल टोकेर मऱ्यो अरे। हामी कहिलेसम्म यस्तो खालको देखिने। नेपालको अवस्था हेर्ने भने 89% किशोरीहरू चाहिँ महिनावारी कारणले गर्दाखेरि विभेद भोग्नु परेको छ। 27% किशोरीहरू चाहिँ महिनावारी कारणले गर्दा विद्यालयमा स्कुल गइरहेको छन्, अनुसूचित श्रेणीमा गएर। 80% विद्यालयका विद्यार्थीहरू हेर्नु शौचालय नहुँदा उनीहरू विद्यालय गइरहेको छ। खै त पानी, खै त प्याड फाल्ने ठाउँ, त्यसको विसर्जन खै त 15% मात्रै हेर्ने हो भने गतिविधि हिसाबले रिपोर्ट गरेका छन्, बाँकी खै त गरेको। त्यसले गर्दा अझ कर्णालीमा हेर्ने भने त 26% छ, 20% चाहिँ अलग्गै राख्ने ठाउँ हुन्छ। कति ठाउँमा हेर्ने हो भने पुलैको कारणले गर्दा त्यो पुल महिनावारी भएको बेला पुल वारपार गर्दैन, त्यस्तो खालको पनि देखिन्छ जहाँ मन्दिरको नजिक छ। केही तथ्यहरू छन् जहाँ चाहिँ खास गरी महिनावारीको कारणले गर्दा हप्तामा 4 दिन विद्यार्थी विद्यालय जाँदैनन्। अब हिसाब गर्नुहोस् त, 1 महिनामा 4 दिन जाँदैनन्, 48-50 दिन विद्यालय महिनावारी कारणले जाँदैनन्, बिदा छन् भने कसरी त शिक्षामा अझ राम्रो हुन्छ। धन्न त्यो महिला छात्राहरूले गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। अन्त ग्रामीण क्षेत्र हेऱ्यो भने 82% त हामीसँग अभ्यासको हिसाबले भनौँ, ज्ञानको हिसाबले भनौँ, व्यवहारको हिसाबले गरौँ, यो बारे जानकारी अहिले पनि कमी छ। हाम्रो घरमै खोइ त व्यवहार, खोइ त घरमै यो भनेको थियो, यो कसरी गर्न सकिन्छ भन्छ। 53% त हामीसँग शिक्षक पनि सकिरहेन अरे, त्यो खालको देखिन्छ। धेरै ठाउँमा हेर्ने हो भने सरसफाइको हिसाबले हामी यसपालिदेखि हामी जुन एचआइभी भ्याक्सिनेसन सञ्चालन गरेर देशभरि यो बेला महिनावारीको ठुलो कुरा गऱ्यौँ। यो बेलामा चाहिँ यो मौका भनेर हामीले महिनावारी गरेर गाउँ गाउँमा घर घरमा आफ्नै श्रीमतीलाई हामीले सेक्राउन दिनुपर्ने छ, ऊ आफै पनि कम्फर्टेबल हुनुपर्छ भन्ने हामी कुरा गर्छौँ। त्यो जहाँ हुनुहुन्छ एउटा सजिलो हो क्या। यदि महिनावारी भयो भने त नर्मल भयो त, तपाईँ हेल्थको हिसाबले पनि तपाईँ हेल्दी हुनुहुन्छ भन्ने बुझ्नु पऱ्यो। त्यसले गर्दा तपाईँ जहाँ हुनुहुन्छ यसलाई लाज मान्ने, डर मान्ने, अप्ठ्यारो मान्ने गर्नु पर्दैन। एक्लै अर्को सपोर्ट गरौँ, शिक्षामा अलिकता ज्ञान बढाउँ, अवेरनेस गरौँ, खुलेर कुरा गरौँ न। आज म महिनावारी भइरहेको छु भन्नु इन्जोय गर्नुहोस्, तर खानेकुराहरू माछा मासु खाने, दुधहरू खाने, हाइजिनको हिसाबले गर्ने, नैतिक सरसफाइ गर्ने, यो खालको देख्ने। त्यसले गर्दा लाखौँ करोडौँ मान्छेहरू चाहिँ हरेक महिनावारी हुन्छन्। हाम्रै घरमा पनि त मम्मीहरू
बहिनीहरू श्रीमतीहरू महिनावारी हुन्छ त्यसलाई इजी लिउँ सहज लिउँ हरेक महिना हुन्छ त्यसले गर्दाखेरि जहाँ हुनुहुन्छ तपाईँहरू चाहिँ यसलाई विभेद नगरिकन यसलाई सजिलै सबले सहज गरौँ र यो चाहिँ महिनावारी भार होइन प्रकृतिको उपहार हो खुसी हुनुहोस् सेलिब्रेसन गर्नुहोस् कि आज महिनावारी भयो भने आज मासु ल्याएर खानुहोस् अरू बेला खानुहुन्छ भने आज पनि एकदम थप्नुहोस् के फरक पर्छ तर खानै पर्छ भन्ने छैन कोही भेज हुनुहुन्छ होला तर यसलाई चाहिँ अप्ठ्यारो मान्नु पर्दैन सजिलै नर्मल कुरा हो भन्ने हिसाबले लिनुहोस् भन्दै जहाँ हुनुहुन्छ एकअर्का सपोर्ट गरौँ सहज गरौँ र कहिलेकाहीँ हामीले दिवस पनि मनाइरहेको छु र सेलिब्रेसन गरौँ थ्याङ्क यू सो मच खुसी खुसीका साथ जय भैरव